इतिहासले जीवनका अनेक रंग र सुबास बोकेको हुन्छ। इतिहासलाई जीवन्त राख्दै भविष्यको मार्गदर्शन गरेको हुन्छ। कलाका विभिन्न आयामहरू छन्। चित्रकला कलाको पनि असाध्यै महत्त्वपूर्ण आयाम हो। विश्व इतिहास केलाउने हो भने भाषा र लिपिको आविष्कार हुनु अघिदेखि नै चित्रकलाको सुरुवात भएको पाइन्छ। नेपालमा पनि चित्रकलाको इतिहास निकै लामो छ। नेपालको संस्कृति जत्तिकै पुरानो इतिहास बोकेको छ यहाँको चित्रकलाले पनि। औभा चित्र नेपालको जीवित इतिहास हो। विशेष गरी नेपालका नेवार जातिको परम्परागत चित्रकला हो औभा। पूर्वीय दर्शन अध्ययन गर्ने र पूर्वीय दर्शनको अभ्यास गर्ने निकै राम्रो साधन वा माध्यम हो औभा चित्रकला। औभा चित्र कोर्नका लागि गहन अध्ययन, विचार, अनुभूति अनि धार्मिक अनुशासन आवश्यक हुन्छ। धार्मिक पुस्तकमा उल्लेख भएको उपदेश, विविध कर्म र कथाको अध्ययन गरेर तिनलाई प्रतीकको रूपमा विभिन्न मुद्रा, आसन तथा प्रतिमा लक्षण मिलाई औभामा उतारिन्छ। धर्म, संस्कृति र इतिहाससँग जोडिएको महत्त्वपूर्ण कला औभा चित्रलाई जीवन्त राख्दै विगत 50 वर्षदेखि निरन्तर चित्रकलामा अनवरत लागिरहेका वरिष्ठ साधक हुन् लोकचित्रकार। विक्रम सम्वत 2017 सालमा काठमाडौँ उपत्यकाकै रैथाने निम्न मध्यमवर्गीय नेवार परिवारमा जन्मिएका लोकचित्रकारको पारिवारिक पृष्ठभूमि नै चित्रकलासँग सम्बन्धित भएको कारण उनले चित्रकलाको स्वाद घरैमा कलिलै उमेरबाट चाख्ने अवसर पाए। करिब 12 वर्षकै उमेरदेखि चित्रकारितामा लाग्न सुरु गरेका लोकचित्रकारले 5 दशक बढीको चित्रकलाको अथक यात्रा तय गरिसकेका छन्। यो पौभा क्षेत्रमा लागेको झन्डै 50 वर्ष हुन लाग्यो र सुरुमा यो क्षेत्रमा लाग्छु वा त्यस्तो कुरा सोच्ने बेला नै थिएन म यो चित्रमा लागेको बेलामा। किनभनेदेखि धेरै सानो बेलादेखि नै यो चित्रमा लाग्यो। तर यो चित्रमा कसरी लाग्यो भनेर चाहिँ यो कसको प्रेरणाले लाग्यो इत्यादि कुराहरू चाहिँ मलाई प्रश्न गर्दाखेरि यो सरल प्रश्नहरू छन्, तर मलाई चाहिँ त्यतिकै गाह्रो छ यसको जवाब दिन। किनभने मैले त्यो होस थाहा पाए बेला आफूले जानेर बुझेर लागेको चाहिँ भएन। एउटा चाहिँ चित्रकलाको पृष्ठभूमि पारिवारिक वातावरणमै पनि भएको भयो। अब तत्कालीन समयमा के थियो भनेदेखि एउटा विधा चित्रकला को चाहिँ चित्र क्रिएटिभिटी भन्दा पनि एउटा कल्चरल सांस्कृतिक कार्यविधिको लागि विभिन्न रिचुअलको लागि गरिने चित्रहरू चाहिँ मेरो घरमा गरिन्थ्यो। अब त्यसैको प्रभाव होला सायद म नजानिदो पाराले चित्र लेख्न थालियो। जबदेखि लाग्यो म अरू काम गरौँ, अरू उसबाट केही गरौँ भन्ने चाहिँ कहिले पनि सोचिएन। टोलमा चाहिँ के हुन्थ्यो भने यो गाउँ प्याख भनेर यो पाहा चढे भन्ने चाहिँ जात्रा छ काठमाडौँमा, कोरा जात्राको अघिल्लो दिनमा। त्यहाँ त्यो बेला चाहिँ म सानो हुँदाखेरि त्यो देवी देवताहरू नाच्ने गाउँ प्याखामा चाहिँ थियो। त्यसको चाहिँ त्यो बाल्यकालमा देखेको सबभन्दा नजिकको छिमेकहरू पनि त्यही नाच्ने परिवारको हुनाले त्यसको चाहिँ कहीँ न कहीँ मलाई चाहिँ छाप परेको छ। अनि त्यही छापको प्रभावले मैले चाहिँ यो अष्टमातृकाको चित्र पनि बनाएँ सानै नजानिने पाराले। त्यो चित्र चाहिँ इन्द्रचोकमा चाहिँ अष्टमातृकाको चित्र रहेछ। अनि त्यो चित्रलाई चाहिँ मैले त्यो आइकोनोग्राफीको त्यसको लागि सहयोगको लागि त्यो चित्रको आधारमा मैले चाहिँ अष्टमातृका चित्र पनि बनाएको थिएँ। यो चाहिँ 10 वर्षतिरको होला सायद। अनि स्कुलमा बस्दाखेरि स्कुलमा म केही लेखिराख्दाखेरि सिनियर स्टुडेन्टहरू स्कुलको सिनियर 10 क्लास 9 क्लासको चाहिँ त्यो दिदी दाइहरूले आएर चाहिँ केही लेखिदेऊ भन्थ्यो। अनि लेखेपछि उनीहरूसँग चाहिँ त्यो बेला चाहिँ अहिले जस्तो चाहिँ टिफिन लिएर जाने युनिफर्म हुने होइन सरकारी स्कुल थियो त्यो पनि छैन, त्यो थिएन त्यो बेला चाहिँ। अनि उनीहरू चाहिँ खाजा खानलाई ल्याउने होला त्यो 5 पैसा 2 पैसा त्यस्तो त्यो पैसा दिन्थ्यो मलाई। अहिले चाहिँ यसो सम्झिँदाखेरि मेरो यो चित्रमा सफल हुनुको कारण एउटा त मैले निरन्तर लागिरहेको भयो। अर्को कुरा चाहिँ तत्कालीन समयमा गरिबी पनि एउटा चाहिँ राम्रो कुरा थियो जस्तो लाग्छ मलाई। अनि मैले चाहिँ कहिले पनि स्कुलको लागि चाहिँ केही पनि माग्नु परेन।
त्यो कल्चरको काम यताउति गरेँ। घरमा चाहिँ मैले कहिले पनि पैसा मागेको चाहिँ मलाई सम्झना छैन, किनभने त्यो दिन कापी कलमको लागि म आफै जोगाड गर्थेँ। विद्यालय पढ्दै गर्दा चित्रकारकै रूपमा केही समय जागिर समेत खाएका उनले विक्रम सम्वत 2042 सालमा पाटनढोकामा कोठा लिएर व्यावसायिक चित्रकारिता यात्रा अघि बढाए। निरन्तरको कला र साधना यात्रामा उनले थुप्रै प्रसिद्ध चित्रहरू बनाएका छन्। उनले बनाएका चित्रहरूले स्वदेश तथा विदेशसम्म चर्चा कमाएका छन्। चित्रकलालाई गहन साधनाका रूपमा अर्थ्याउने उनले पहिलो पटक सन् 1990 मा जापानमा एकल चित्रकला प्रदर्शनी गरे। त्यसपछि अन्य विभिन्न मुलुकमा पनि प्रदर्शनी गरे। उनले नेपालमा थुप्रै पटक चित्रकला प्रदर्शनी गरेका छन्। साथै उनले केही समय अमेरिकाको प्रतिष्ठित कलेजमा पौभा चित्रकलाबारे अध्यापन समेत गरेका छन्। धेरै चित्रहरू बनाउँदाखेरि अब आफूलाई त धेरै कुराहरू चाहिँ मनपर्छ होइन, तैपनि अब धेरै पछि मात्रै चाहिँ यो हाम्रो चाहिँ आर्टिस्ट समाजमा प्रचार प्रसार भएको र धेरै प्रख्यात भएको चाहिँ चिन्तामणि लोकेश्वर हो। त्यो चिन्तामणि लोकेश्वर पनि त्यो एकैचोटि चाहिँ भएको होइन, त्यही थिममा मैले चाहिँ रिपिटली काम गरेँ, तर सबै त्यही होइन। त्यो किन भयो भनेदेखि 2037 सालमा चाहिँ इटुम्बाल जहाँ म हुर्किएको थिएँ त्यहाँबाट चाहिँ त्यो चिन्तामणि लोकेश्वरको पेन्टिङ चाहिँ चोरी भयो। अरू साथसाथै अरू पनि भएको थियो। त्यसमा त्यो बेला चाहिँ त्योभन्दा अगाडि त त्यो हेर्दाखेरि आफूले नबुझेँ। तर जब पेन्टिङ गर्न जानिसकेपछि अलिकति चाहिँ त्यो चित्रहरूप्रति चाहिँ मोह भइसकेपछि चाहिँ त्यो चोरी भएपछि त्यो मलाई स्मरण एकदमै ताजै भयो क्या। अनि त्यो पेन्टिङको त हुबहु फोटो पनि छैन, केही पनि छैन। अब मेमोरीमा राखेको त्यो दुईवटा मेन फिगर चिन्तामणि र ताराको मेन फिगर चाहिँ मलाई सधैँ सम्झना थियो। अनि त्यसको सानो कुराहरू त त्यति धेरै भएन। अनि त्यो सम्झनाको भर मैले चाहिँ पेन्टिङ गरेँ। अनि त्यो पेन्टिङ चाहिँ सबैले मन पराउने। अनि एउटा पेन्टिङ चाहिँ 1995 मा सुरु गरेँ। त्यो सुरु गरेको पनि किनभनेदेखि त्यो विषय चाहिँ अरूलाई पनि मनपर्ने। अनि एउटा जापानिज केटीले चाहिँ उसले चाहिँ त्यो कमिसन गर्यो। कमिसन गरेर उसको लागि बनाउँदाखेरि चाहिँ उसको चाहिँ पछि के भयो, म चाहिँ क्यान्सल गर्छु है भन्यो। अनि हुन्छ भनेर मैले अब यो चाहिँ क्यान्सल पनि भयो। अब मेरो आफ्नो खुसीले बनाउँछु भनेर एकदमै म चाहिँ त्यसलाई मेहनत गरेर त्यो बेला चाहिँ काम गर्दा त्यो चाहिँ 10 वर्ष बित्यो। त्यसलाई निरन्तर काम दिनदिनै सकेको छु। अनि त्यसमा मलाई लाग्छ मेरो खुसीका समयहरू पनि त्यसमा चाहिँ जम्मा भएको छ जस्तो लाग्छ। त्यो पेन्टिङ धेरै प्रचार भयो, अहिलेसम्म पनि मान्छेहरू सम्झना हुन्छ। अनि त्यसमा विषयहरू चाहिँ मैले सकेसम्म बढी विषयहरू आफूले जानेको धेरै कुराहरू त्यसमा समावेश गरेको छ। म यस्तो भाग्यमानी परेँ कि मैले बेचेको कतिपय चित्रहरू चाहिँ साथीभाइसँग र चिनिए जानेकोसँग चाहिँ भएको हुनाले त्यो विदेशीहरू पनि, अनि उहाँहरूसँग चाहिँ भएको चित्रहरू चाहिँ मैले एकचोटि पैसा मागेर अनि एक्जिबिसन गरिसकेपछि फेरि फर्काइदिने, त्यस्तो किसिमको भएको त्यो अवसरले गर्दाखेरि मैले चाहिँ सोलो एक्जिबिसन चाहिँ गर्न पाएँ। मैले सोलो एक्जिबिसन गरेको भनेको सुरुमा चाहिँ 1990 मा जापानमा चाहिँ सोलो एक्जिबिसन गर्न पाएँ। अरू सोलो एक्जिबिसनहरू चाहिँ मैले काठमाडौँमा पनि गरेँ 1997, 1998, 1999। यही नजिकै यलमाई केन्द्रमा पनि गर्न पाएँ होइन। हार्बरमा पनि युनिभर्सिटीमा पनि चाहिँ मैले एक्जिबिसन गर्न पाएको छु है। अब अर्को चाहिँ फिनल्यान्डमा गर्न पाएँ होइन। विश्वस्तरीय कलाकारको परिचय स्थापित गरेका चित्रकारलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् 2013 मा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गरेको थियो। कर्मलाई साधना मानेर निरन्तर लागिरहे सफलता, प्रेम र सम्मानले आफै साधकलाई पछ्याउँछ भन्ने कुराको निकै बलियो उदाहरण हुन् लोकचित्रकार। लोकचित्रकार पौभा चित्रकार मात्रै होइनन्, पौभाको संरक्षक पनि हुन्। धर्म, दर्शन र इतिहास बुझेर सिप विकास गर्न चाहने हर कोहीले पौभा चित्रकलामा सफलतापूर्वक लाग्न सक्ने उनको बुझाइ छ। पौभा चित्र एउटा जीवित सम्पदा हो। यसबारे ज्ञान र सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसकिए सम्पदालाई जीवित राख्न निकै गाह्रो हुन्छ, जसकारण उनी स्वदेशी तथा विदेशी नागरिकहरूलाई पौभा चित्रबारे प्रशिक्षण दिइरहेका छन्। पौभा चित्र भन्नाले अब एउटा चाहिँ कस्तो छ भनेदेखि यो चाहिँ हाम्रो जीवित सम्पदा हो। कुनै पनि सम्पदा बचाउनलाई युगौँ लाग्छ, अनि त्यो निरन्तरता दिनलाई पनि युगौँ लाग्छ।
अहिले हामी चाहिँ नेपाली यति भाग्यमानी छौँ कि यो सम्पदाहरू हामी जीवित रूपमै छौँ, हामीसँग छन् र यो सम्पदालाई चाहिँ जोगाउनु पर्ने हाम्रो कर्तव्य पनि हो। अब एकातिर यो चाहिँ सिप चाहिँ सिकेर चाहिँ एउटा जीविका चलाउन सक्ने, अर्को चाहिँ यो यति राम्रो जीविका छ कि यो बुद्ध धर्मअनुसार यसलाई चाहिँ सम्यक आजीविका भन्छ। कसैलाई ढाँटेर कसैलाई लुटेर गर्नुपर्ने होइन, झुट बोलेर कमाउनु पर्ने चिज होइन, अरूलाई खुसी बनाएर अरूलाई चाहिँ अरूको चाहिँ खुसी नै दिएर चाहिँ हामीले जीविका चलाउन सक्ने यो पेसालाई चाहिँ किन हामी चाहिँ नसिकाउने, किन हामी निरन्तरता चाहिँ नदिने। राम्रो कुरा के छ भने नयाँ पुस्ताले पुरानो कुराहरूलाई चाहिँ पनि अलिकति मनन गर्न थालेको छ होइन, त्यसमा इन्ट्रेस्ट जागेको छ। अहिले चाहिँ सूचनाले पनि धेरै राम्रो प्रभाव पारेछ। तर चाहिँ जब कसैले चाहिँ म यो काम गर्छु र म यसमा लाग्छु भन्ने चाहिँ आफूमा सिपको चाहिँ केही उ छ भनेदेखि चाहिँ पछाडि फर्केर चाहिँ हेर्नु पर्दैन। अब सिप सिक्नको लागि चाहिँ त्यति धेरै चाहिँ पैसा खर्च गर्नुपर्ने होइन, किनभनेदेखि त्यो बजेट अनुसार आफ्नो सानो रङ र एउटा क्यानभास बनाउन जाने भने पुग्ने कुरा। खालि त्यति चाहियो, म यो पेसालाई विश्वास गर्छु, यो पेसाले मलाई रिटर्न दिन्छ र यो पेसाप्रति म एकदम समर्पित हुन्छु, मलाई भए पनि नभए पनि यो पेसामा समर्पित हुन्छु भन्ने चाहिँ लाग्ने मान्छेलाई चाहिँ एकदमै राम्रो चाहिँ अवसर छ। हामीले सिकाउने भनेको खालि सिप मात्रै हो। यसरी ब्रस चलाइन्छ, यसरी बुट्टा बनाइन्छ, यसरी यो रेसियोमा चाहिँ यो प्रोपोर्सनमा गर्नुपर्छ इत्यादि कुरा, त्यो टेक्निकल कुरा मात्रै हुन्छ। सिप मात्रै, सिप विकास मात्रै गर्न सक्छौँ। आर्टिस्ट हामी कसैलाई पनि बनाउन सक्दैनौँ। अब मैले सिकाउँदाखेरि अहिले त्यही अनुभवहरूले गर्दाखेरि मैले अहिले एकदमै सिम्पल किसिमले चाहिँ सिकाउने प्रयास गर्न कोसिस गरिरहेको छु। त्यो किनभनेदेखि अब मान्छेसँग समय पनि छैन, त्यो भएको थोरै समयलाई चाहिँ सदुपयोग होस् भनेर मैले चाहिँ खालि 10 दिनको एउटा सामान्य प्रवेश गर्नको लागि सजिलो र व्यवहारिकमा त्यति मात्रै पेन्टिङले पनि पेन्टिङ गर्न सक्ने सिम्बलहरूलाई चाहिँ सिकाउने चाहिँ अहिले प्लान बनाएको छु। नयाँ सिक्न चाहने यो पौभा सिक्न चाहनेलाई सुरुवातको रूपबाट चाहिँ प्रतीक चिन्हहरू चाहिँ 10 दिनको कक्षा सञ्चालन गर्न लागेको छु। यो चाहिँ सिमरिक एटेलियरमै क्लास सञ्चालन हुन्छ बिहान अथवा साँझ, जसले चाहिँ अरू काम गरेको अरू पढिरहेकोहरूलाई चाहिँ बाधा नपुरोस् र एक्स्ट्रा समयमा चाहिँ सिक्न सकोस् भन्ने हेतुले 10 दिनको लागि चाहिँ हामीले प्रतीक चिन्हहरू चाहिँ सिकाउने चाहिँ कोसिस गरिरहेका छौँ। यो निकट भविष्यमै यो क्लास सुरु हुन्छ होला। अरूलाई खुसी बनाएर आफ्नो जीविका चलाउन सकिने विधा हो चित्रकला। कला व्यवसाय हो, धर्म हो, सौन्दर्य, आनन्द, खुसी र सन्तुष्टि हो। कलालाई बुझेर कलाकारितामै लागि सहज र सम्मानित जीवन बाँच्न सकिन्छ भन्ने बलियो उदाहरण हुन् लोकचित्रकार। नेपालको धार्मिक एवं परम्परागत इतिहास बोकेको पौभा चित्रबारे अध्ययन गर्ने, सिक्ने र यसमै करियर बनाउन चाहने नयाँ पुस्ताका लागि पौभा चित्रकारिता आयार्जन र सफल करियरको भरपर्दो माध्यम बन्न सक्छ।